अब जेनजीको आन्दोलन पश्चात बनेको चुनावी सरकार पनि असंवैधानिक र चुनावी सरकारले गरेको संसद विघटन पनि असंवैधानिक भनेर विभिन्न व्यक्तिले सर्वोच्च अदालतमा 10 वटा भन्दा धेरै रिट दर्ता गरेको कुरा त तपाईँ हामीमा प्रश्न नै छ। यो बीचमा तपाईँ हामी माझ एउटा सामान्य रूपमा संसद फेरि पुनर्स्थापना होला कि नहोला भनेर जिज्ञासा उत्पन्न हुन सक्छ। अब साथीहरू, मलाई व्यक्तिगत हिसाबमा के थाहा छ भनेपछि यो चुनावी सरकार जुन बनेको छ यसले संवैधानिक बाटो अपनाएको छैन। हाम्रो संविधानले त प्रष्ट रूपमा उल्लेख गरेको छ कि कुनै पनि सरकार बन्नका लागि हाम्रो संविधानको धारा 76 को प्रक्रिया पूरा गर्नुपर्छ भनेर। यति मात्र नभइकन हाम्रो संविधानकै धारा 132 मा कुनै पनि पूर्व प्रधान न्यायाधीश फेरि सरकारी पदमा बस्नु हुँदैन भनेर पनि उल्लेख गरेको छ। यति हुँदाहुँदै पनि मेरो व्यक्तिगत विचारले के भन्छ भनेपछि जुन भाद्र 23 र 24 गते हामी जस्ता जेनजी साथीहरूले आफ्नो प्राणै दिनुभयो, हामी जस्ता जेनजी साथीहरूले एउटा ठुलो विद्रोह गरेर यहाँसम्म आइसक्यौँ। त्यसैले एउटा राज्यलाई एउटा राजनीतिक निकास दिनका लागि र राज्यलाई पूर्ण संवैधानिक बाटोतिर डोराउनका लागि पनि यो संसद पुनर्स्थापना गर्नु हुँदैन भन्ने त मेरो एउटा व्यक्तिगत तर्क भयो। तैपनि अब सर्वोच्चमा रिट भइसकेको छ, भोलि न्यायालयले के गर्छ भन्ने कुरा त हेर्नै बाँकी छ। हामी त्यो घडीको प्रतीक्षामै छौँ। अब तपाईँहरूको विचारले के भन्छ कमेन्ट गर्नु। तर कदम कदाचित फेरि संसद पुनर्स्थापना भयो भने राज्यमा फेरि विद्रोह नहोला, अझै ठुलो समस्या नहोला चाहिँ भन्न सकिन्न है त।